पसिना हेर्दा पसिना। हेलो सबैलाई नमस्ते। आज चाहिँ म यहाँ माइतमा छु है। यता चाहिँ मम्मीले साउने सङ्क्रान्तिमा खाना पाएन भनेर खुवाउन पाएन भनेर चाहिँ यहाँ यस्तो गर्मीमा मम्मीले साउने सङ्क्रान्तिमा खुवाउन पाएन छोरी ज्वाइँ छोरा बुहारी भनेर यहाँ बुहारी उहाँ बसेर हेरिरहेछन्। यहाँ रोटी पोल्नु भएको छ यति धेरै मम्मीले चाहिँ। अब हामी यसको साथसाथ यहाँ चाहिँ मासु पकाउन जाँदैछौँ, कुखुराको मासु। अनि अचार चाहिँ बनाएर राखिसक्यो बुहारीले फ्रिजमा। तेल तताएर मेथी हालेँ। अब म यहाँ मासु हाल्दैछु। यत्तिको पाक्दैछ, भुट्दैछु अझै। पानी हो कि तेल यति धेरै निस्क्यो है। पसिना हेर्दा पसिना। एक पिस चाख्छ एक पिस। यहाँ चाहिँ बुहारीले भाग लाउँदैछ। रोटी, 2 थरी अचार, मासु, पापड। चिउरा खाने हुन्छ कि हुन्न सोध्नु पर्यो सबैजनाले। यहाँ मम्मी चाहिँ रोटी पकाएर भ्याउनु भएन। ल यहाँ उहाँहरू चाहिँ खाँदै हुन्छ। कस्तो छ खाना? हेलो, खाना कस्तो छ? खोइ त केटी बाबु यता हेरेर त। ए 2 जना चाहिँ यहाँ बसेर लुकेर खाँदै हुनुहुन्छ। मेरो इरु र इरुको साथी दिदी है। हाई भनिदेऊ इरु। मम्मी आउनु यता। भेट्छु